birds sing. Nature's here, it's everything. Oh, nature's all around, in every sight, in every sound. From the sea to the sun, it's beauty for everyone. Soft breeze, warm sun. Alright, so long time पछि चाहिँ म फेरि भ्लग लिएर आएको छु। सो म अहिले चाहिँ विलविज आर्सेनल डकमा छु र यो विलविज चाहिँ अब यो पुरा वर्ल्ड वारको टाइममा चाहिँ एउटा मिलिटरी बेस जस्तो रहेछ। भन्नुको मतलब चाहिँ यहाँ चाहिँ आर्टिलरीहरू बनाउने अनि यो गन पाउडरहरू बनाएर चाहिँ त्यो वारमा चाहिँ सप्लाई गर्ने रहेछ यो ठाउँ चाहिँ। तर अहिले चाहिँ एज अ म्युजियमको रूपमा छ र विलविज चाहिँ यो इस्ट लन्डनको एउटा सेन्टर पनि हो। यहाँ चाहिँ हरेक कुराहरू सुपरमार्केटदेखि लिएर हरेक एडमिनिस्ट्रेटिभ अफिसहरू पनि यही एरियामा भएकोले चाहिँ अलिकति चहल पहल धेरै छ। र पहिला चाहिँ यो आर्टिलरी डकहरू चाहिँ यहाँ चाहिँ फ्याक्ट्रीको गन फ्याक्ट्रीको रूपमा चाहिँ डेभलप गरेको रहेछ। अहिले चाहिँ अब ठुलो अपार्टमेन्टहरू बनेको छ यो एरियामा चाहिँ। सो यहाँ चाहिँ एकदमै वारहरूको मेमोरीहरूमा चाहिँ ठुल्ठुलो स्कल्पचरहरूदेखि लिएर चाहिँ त्यो तोपहरू पनि देख्न सकिन्छ। सो एकदमै आजको मौसम युकेको मौसम पनि एकदम खुलेको छ। सो त्यही भएर चाहिँ म चाहिँ आज यहाँ भ्लग बनाउँदै हिँडिरहेको छु साइक्लिङमा। सो एकदमै इन्ट्रेस्टिङ हुन्छ। घाम लाग्दा चाहिँ लन्डनको लगभग वेदर चाहिँ नेपालको जस्तै हुने क्या। अब यो अहिले माघ फागुनमा हुन्छ नि, अब गर्मी सुरु हुन लागेको टाइपको स्प्रिङै भइरहेछ यहाँ पनि। सो एकदमै रमाइलो छ आजको वेदर चाहिँ। सो म चाहिँ आज कलेज जान्छु किनकि आज मेरो विकेन्ड हो नि त। स्याटरडे सन्डे चाहिँ मेरो जब छैन। सो म त्यो टाइम चाहिँ युटिलाइज गर्नु खोजिरहेको छु कलेज गएर यताउता गएर चाहिँ। सो एकदमै इन्ट्रेस्टिङ छ यो ठाउँ चाहिँ। बवाल छ सब, त्यो एकदमै राम्रो छ। सो म सबैलाई अलराइट। सो म चाहिँ फेरि कन्टिन्यू गर्छु। अघि चाहिँ मैले ठ्याक्क विलेज आर्सेनलमा आइपुगेर भ्लग सुरु गरेको थिएँ। अहिले चाहिँ म यो थेम्स रिभरको साइडमा छु। एकदमै राम्रो करिडोर बनाएको छ, पार्कदेखि लिएर साइकल लेन। हाम्रो चाहिँ नेपालमा चाहिँ करिडोरमा चाहिँ रोड हालिदिन्छ, तर यहाँ चाहिँ करिडोरमा चाहिँ पुरै त्यो पार्क छ क्या। पार्क र यो साइकल लेन मात्र छ यहाँ चाहिँ। अनि रोड चाहिँ यो करिडोरमा चाहिँ नबनाउने रहेछ यहाँको। र एकदमै त्यो हुन्छ नि, यो थेम्स रिभर चाहिँ एकदमै यो अब ओसियनसँग यसको चाहिँ त्यो मिटअप हुने भएकोले चाहिँ यहाँ करेन्टहरू आउँछ नि त, वेभ्सहरू। त्यो भएकोले चाहिँ एकदमै यो करिडोर चाहिँ वेल आर्किटेक्चर अनुसारले, डिजाइन अनुसारले चाहिँ एकदमै राम्रो गरेको रहेछ। सो त्यही हो। अब यसरी नै मेरो 5 महिना 6 महिना बित्न लागिसकेछ युके आएको। सो अहिले चाहिँ म चाहिँ आज पनि सन्डे हो आज चाहिँ। सो सन्डे पनि कलेज जाँदैछु किनकि स्टुडियो चाहिँ हामी जतिखेर पनि एसेस गर्न मिल्छ। सो कलेज टाइममा चाहिँ। सो त्यो भएकोले चाहिँ एकदमै अब काम गर्ने हुटुटी चाहिँ मनभित्र हुन्छ। अभियसली आर्टिस्ट भइसकेपछि अलिकति पेन्टिङ बनाऊ, एक्जिबिसन गरौँ, आफ्नो कन्सेप्टहरूलाई चाहिँ सोलिड फर्म दिउँ भन्ने त भइहाल्छ नि। तर हुन्छ नि, टाइम म्यानेजमेन्ट चाहिँ एकदमै गाह्रो हुने रहेछ। सो त्यो भएकोले चाहिँ तपाईँहरू बाहिर पढ्न आउँदै हुनुहुन्छ भने चाहिँ टाइम म्यानेजमेन्ट चाहिँ एकदमै ख्याल गर्नुपर्ने हुन्छ। सो हामीले सोध्छ नि अब नेपालमा बस्दा चाहिँ बाहिर जाने हो, पार्ट टाइम जब गर्ने अनि बिस्तारै पढेर अब रुम भाडा मात्र तिर्नु पुगे नि हुन्छ भन्ने टाइपले चाहिँ आइरहेको हुन्छ। तर त्यो नहुने रहेछ। रुम भाडा नि एकदमै एक्सपेन्सिभ हुन्छ क्या यहाँ। रुम भाडाकै लागि हामी मरिमेट्नु पर्ने त्यो टाइपको सिचुएसन भइरहेछ। सो जो जतिले हेरिराख्नु भएको छ मेरो भ्लग चाहिँ अनि इन्स्पायर भइराख्नु भएको छ, विदेश आउने सोच्नु भएको छ भने चाहिँ प्लिज अब यो चाहिँ म
म रिक्वेस्ट गर्छु कि यहाँ लन्डनभित्र बस्दै हुनुहुन्छ भने चाहिँ रुम रेन्ट चाहिँ एकदमै एक्सपेन्सिभ छ है। मिनिमम नै हाम्रो 50,000बाट सुरु हुन्छ नेपाली। अब मैले चाहिँ 400 पाउन्डको अस्ति देखाइरहेको थिएँ, अनि त्यो भनेको चाहिँ लगभग 72,000 हुन्छ। अनि त्यो भनेको चाहिँ नेपालको तुलनामा चाहिँ एकदमै एक्सपेन्सिभ हो क्या यो रुम रेन्ट चाहिँ। त्यही पनि स्टुडेन्टहरूको लागि चाहिँ अति नै हुन्छ। सो त्यो भएकोले चाहिँ फुल्ली प्रिपेयर भएर मात्र एप्लाई गर्नु होला, जो जतिले मलाई सोधिराख्नु भएको छ। इभन ब्याचलरको लागि चाहिँ झन् गाह्रो हुन्छ, किनकि उनीहरूले चाहिँ 3 वर्षको फी जुटाउनुपर्छ भने मास्टरकोले चाहिँ 1 वर्षको मात्र फी तिरेर आइरहेको हुन्छ। सो त्यही हो, अब युकेको 5 महिनाको एक्सपिरियन्स चाहिँ के भयो कस्तो भयो भन्दाखेरि चाहिँ मैले चाहिँ प्रिभियस भिडियोहरूमा नि भनिराखेको हुन्छु। र त्यही हो, यहाँ चाहिँ अब फाइनेन्सियल प्रब्लम चाहिँ एकदमै धेरै हुने रहेछ एज एन स्टुडेन्ट चाहिँ। सो अब रुम रेन्ट तिर्नु परिहाल्यो, खानु पऱ्यो, ट्राभल गर्नु पऱ्यो। अनि अब ट्राभल र रुम रेन्टको तुलनै गर्नु मिल्दैन, यहाँ एकदमै एक्सपेन्सिभ छ। खाना त अब जे होस् लगभग उस्तै नै पर्न आउँछ नेपाल र यहाँ चाहिँ खानेकुराहरू चाहिँ। तर त्यही लिभिङ एक्सपेन्स भनौँ न, ट्राभल एक्सपेन्स नै आइभएकोले। तर अझ म चाहिँ साइकलमा कम्युट गरिरहेको हुन्छु प्राय टाइम चाहिँ। तर त्यही साइकलले चाहिँ मेरो केही एमाउन्टहरू चाहिँ कलेज जान आउनको लागि भए पनि हेल्प गरिरहेछ। सो यस्तै हो, अब बिस्तारै अब कोर्स पनि सकिन्छ 5 महिना पछाडि। त्यसपछि चाहिँ अब फुल टाइम अब जबहरू गर्न पाइन्छ, फुल टाइम आफूले भनेको कामहरू गर्न पाइन्छ। त्यो भएकोले चाहिँ अलिकति पोजिटिभ माइन्ड लिएर चाहिँ बसिरहेको छु। होप राम्रै हुन्छ होला। सो अहिले चाहिँ म एकछिन यहाँ रेस्ट गर्न बसिरहेको छु यो थेम्स रिभरको साइडमा। अब थेम्स रिभर चाहिँ हाम्रो नेपालको नारायणी अब कोशी जस्तो टाइपको रिभर रहेछ, एकदमै ठुलो छ नि त। यहाँ चाहिँ पानी जहाजहरू पनि आएर हुन्छ। अब हेर्दा चाहिँ त्यो ठुलो देखिँदैन, तर बिचमा चाहिँ गहिरो छ कि जस्तो देखिन्छ। सो यसरी नै मेरो दिनहरू बितिरहेछ। सो आजको लागि चाहिँ यति नै। सो अरू भ्लगहरू चाहिँ बिस्तारै कन्टिन्यू गर्दै जानेछु। अब यस्तै मौसमहरू भयो भने चाहिँ जोस जाँगर चल्छ। तर एकदमै यहाँको युकेको मौसम चाहिँ अलवेज त्यो धुम्म बादल लागिरहेको हुन्छ। त्यो भइसकेपछि चाहिँ त्यो हुन्छ नि, फोटो खिचौँ जस्तै लाग्दैन क्या, लाइटिङै राम्रो हुँदैन। त्यो भएकोले चाहिँ मलाई चाहिँ खिच्नै मन लाग्दैन क्या। अनि त्यो भएकोले चाहिँ मैले युट्युबमा कन्टेन्टहरू पनि हालिरहेको हुँदैन। घाम लाग्यो भने त नेचुरल लाइटमा अलि राम्रो खेल्न मिल्छ नि त भिडियोहरू। तर अलवेज त्यो धुम्म हुन्छ अनि क्यामेरा क्वालिटी ध्वस्त आउँछ क्या। त्यो भएकोले मलाई चाहिँ खिच्नै मन लाग्दैन त्यो भएर। सो यति भन्दै आइड लाइक टु साइन अफ। किप सपोर्टिङ, किप लभिङ है। अब मोर कन्टेन्ट अब सर्ट्स भिडियोहरू चाहिँ म अपलोड गरिराख्ने छु। तर भ्लग चाहिँ एकदमै अब रियर नै हुने रहेछ यो ठाउँमा। Russia, Lena, hold back again.